हाई हेलो एभ्रिवान, सबैलाई नमस्ते है। म चाहिँ मेकअप गर्न स्टार्ट गरेँ, जुन चाहिँ मलाई एकदमै गर्नै आउँदैन होइन, तर रहर चाहिँ एकदमै लाग्छ क्या। छोरीहरू चाहिँ टिभी हेरिरहेको छ अनि म चाहिँ स्टार्ट गरेँ मेरो मेकअप सामानबाट। मलाई चाहिँ एकदमै आउँदैन कि आउँदैन म राम्रै हुने भनेकै झन्न मोबाइलमा फिल्टरहरू छ, त्यही मोबाइलको फिल्टरले गर्दा चाहिँ म राम्रै हुने हो। मलाई मेकअप चाहिँ खासै आउँदैन, त्यही पनि म ट्राई चाहिँ गर्छु। आजभोलि चाहिँ सबै दिदीबहिनीहरूले मेकअपहरू कस्तो राम्रो युज गरेको देखेर आफूलाई पनि कहिले रहर भन्ने चाहिँ हुन्छ होइन। यो चाहिँ मेरो मोइस्चराइजर क्रिम थियो, जुन चाहिँ सकिएर त्यसको एकदमै लास्टतिर आएको रहेछ होइन। यो चाहिँ मोइस्चराइजर चाहिँ मलाई एकदमै मनपर्ने सेराबीको, त्यही मजाले अप्लाई गरेँ। त्यही हो, घाँटी जता कतै मोइस्चराइजर चाहिँ लगाएँ, अरू चाहिँ अलिअलि लटरपटर गरेर लगाएँ। अनि मलाई चाहिँ त्यस्तो गाजलहरू चाहिँ डेली लगाउन चाहिँ मन लाग्दैन होइन। अनि यही सनस्क्रिन अनि यही मोइस्चराइजर चाहिँ म लगाउँछु। अनि लिपस्टिक चाहिँ मलाई एकदमै लगाउनु मनपर्छ, त्यति हो। म बाहिर हिँड्दा लगाउने भनेकै फाउन्डेसन त अब तिज आउँदैछ, चट्ट लगाउँला नि होइन। तिजसम्मको वेट गर्नुपर्छ फाउन्डेसनको लागि चाहिँ। त्यही हो, आजको दिन चाहिँ मेरो अलिकति मेरो मुखलाई दलेर क्या क्रिम पोतेर गयो। नयाँ भए पनि द्याट्स सिट भन्थ्यो म क्या, मक्खभर गरेर चाहिँ एकदमै स्पेसल प्रो जस्तो क्या। अनि म लिपस्टिकहरू पनि देखाइरहेको छु मेरो मलाई मनपर्ने सेड्सहरू। मलाई मनपर्ने चाहिँ वहाँनिर मैले एउटै सेड्स हुन्छ क्या, जतिवटा लिपस्टिक किने पनि एउटै सेड्स। अनि मेरो हात क्रिमले गर्दा होला, त्यो त लिप लाइनर चाहिँ नआएको कि बल्ल मैले ल्याइदिएँ अनि आयो। त्यही हो, म जस्तो को हुनुहुन्छ हौ दिदीबहिनीहरू मेकअप गर्नै नआउने अनि तर ट्राई चाहिँ गर्नु मन लाग्ने, राम्ररी चाहिँ बन्नु मन नलाग्ने, राम्ररी बन्नु मन लाग्ने तर मेकअप गर्न चाहिँ नआउने। म जस्तै को हुनुहुन्छ कमेन्ट गर्नु ल।